नमस्ते। हजुरले मैले अघि कल गरेको थिएँ नि, म नै हो है। तपाईँ शर्मिला थिङ हो? अनि तपाईँको यो के अरे कुमारी ब्याङ्कमा योभन्दा केही टाइम अगाडि 4 लाख रुपियाँ हिँडाउनु भएको रहेछ। सुस्मिता तामाङले चाहिँ हजुरको नाममा उजुरी हाल्नु भएको छ। हामी चाहिँ त्यही भएर आएको। तपाईँको नाममा उजुरी परेको छ। खाना खाँदै हुनुहुन्छ? हामीसँग एकछिन यहीपल्का जानुपर्ने छ। खाना खानु है, कहिले खान्छ? हामीलाई चाहिँ यही लोकेसन यही परेको थियो कि यही घरमै आइछौँ है ठ्याक्कै। अरू नै हो? हो यही हो। तपाईँ नै हो? हजुर? त्यो अरू मान्छेको पैसा हो के? ए म आउन मिल्दैन त्यतातिर अलि नजिक आउनु। हेलो सर, हामीले चाहिँ उहाँलाई भेट्यौँ है। त्यही यहीपल्कामै लिएर आउनुपर्ने हो कि के गर्नुहुन्छ? कल गराइदिउँ कि त्यही लिएर आऊँ? भ्यान पठाइदिनु लाग्नु भएको छ? पर्दैन, हामीले गाडीमै लिएर आइहाल्छौँ नि। कोही साथी पनि लैजानु छ भने बोलाउनु साथीले। अनि हेर्नु न यस्तरी उयो गरिरहेको छ मेरो। अनि तपाईँले चाहिँ पैसा यति आयो भनेर ब्याङ्कमा चाहिँ भन्नुपर्छ त। अनि अब कहिलेको पैसा थाहै छैन मलाई। त्यो के अरे कुमारी ब्याङ्क नचलाएको नि धेरै भइसक्यो। योभन्दा तपाईँको 7-8 महिना अगाडिको रहेछ। अनि हामीलाई चाहिँ उजुरी परेको छ तपाईँको नामबाट होइन। अनि हामीलाई चाहिँ सुस्मिता तामाङ भन्नेले चाहिँ उजुरी गर्नुभएको छ तपाईँको नाममा है। अनि हामीले चाहिँ त्यही भएर पुलिसमा रिपोर्ट गर्नुभएको रहेछ। अनि हामीलाई पनि ब्याङ्कवाला पनि गएर एकचोटि उहाँलाई लिएरै आइदिनुहोस् भनेर कारणले गर्दाखेरि हाम्रो त अब यो फर्स्ट पनि हुन्छ नि त। सो हामी नै आएको हो। तपाईँहरूसँग जानुहुन्छ कोही? घरमा कोही हुनुहुन्न तपाईँको? दाइ आमा बुवा कोही हुनुहुन्न? दाइ अहिले अफिस जानुभयो। अफिस जानुभयो? अनि आमा बुवा कहाँ हुनुहुन्छ? विदेश। ए उसले भन्दै थियो कि है विदेश भन्दै थियो। के गर्नुहुन्छ अब? के कसरी चलाउनु भयो त्यो पैसा? अनि त्यत्रो 4-4 लाख रुपियाँ अनि हिँडाइबिना कसरी गर्नुभयो त? थाहा छैन मलाई। मैले चलाइ छैन अनि चलाएको भए पो थाहा छैन। तपाईँकोमा पैसा आएको थियो कि नै? कि वर्ष अगाडि पैसा आएको थियो कि नै हजुर खातामा? आथ्यो आउन त त्यो पैसा कसले चला भन्ने त्यो दाइ नै अहिले फेरि यहाँ ठाउँमा छैन। अब कहाँ छ के छ थाहै छैन। अनि तपाईँको पैसा आइसकेपछि कसरी आयो के आयो भनेर आफूले पनि त गर्नुपर्छ नि। अनि अरूलाई किन चलाउनु दिएको त पैसा?